हेलो साथीहरु सबैजनालाई स्वागत छ मेरो अर्को भिडियोमा। आई होप सबै सन्चै हुनुहुन्छ होला। आजको मेन टपिक चाहिँ के छ तपाईहरुले थम्बनेल हेरेर नै थाहा पाइसक्नुभयो हैन। आज चाहिँ एकदम धेरै ब्याड न्यूज लिएर आएको छु। जुन कि अब नेपालबाट आउने साथीहरु हुनुहुन्छ नि, नयाँ एप्लाई गर्ने साथीहरु हो, उहाँहरुको लागि चाहिँ प्लस सबै नेपालीहरु जो नेपालबाट एप्लाई गर्दै हुनुहुन्छ नि, उहाँहरुको लागि चाहिँ मैले अलिकति नराम्रो खबर लिएर आएको छु। अहिले यो 2026 लाग्दाखेरि अहिले यहाँ क्रोएसियाली सरकारले तपाईको वर्किङ पर्मिट चाहिँ सबैको रिजेक्ट गरिदिएको छ है। लगभग 95% को वर्क पर्मिट चाहिँ क्यान्सल गरिदिएको छ। सो हाम्रो एउटा एकजना एजेन्टको उसबाट पनि 5 को 5 जनाको रिजेक्सन भएको छ। यो हामी बसेको यो पुलिस स्टेसनबाट मात्रै 6000 जना नेपालीको वर्क पर्मिट चाहिँ क्यान्सल भएको छ है। यो के कारणले क्यान्सल भएको छ भन्नुहुन्छ भने चाहिँ त्यसमा खुलाएको कारणहरू मैले देखिरहेको थिएँ। केही कुराहरू त मैले तपाईहरुलाई स्क्रिन पनि हालिदिएको छु, यहाँ पनि हेर्न सक्नुहुन्छ हैन। यो विविध कारणहरू देखाएर यो रोजगार मन्त्रालयबाट अहिले जुन यो क्रोएसियामा धेरै नेपालीहरू चाहिँ बिचल्ली परेको कारणले गर्दाखेरि पहिलो यही भएको व्यक्तिहरूलाई चाहिँ के अरे रोजगार दिने, त्यसपछि अरू बाँकी चाहिँ पछि अब अलि कामदार चाहियो भने चाहिँ पछि ल्याउने। अहिले तत्कालको लागि चाहिँ अब सबैको अस्वीकार गर्ने, के अरे यो वर्किङ पर्मिटहरू त क्यान्सल गर्ने भनेर चाहिँ त्यो नीति अहिले चलाएको छ हैन। सो म पनि धेरै दुखी छु। मेरो पनि एकजना साथी आउँदै हुनुहुन्थ्यो, उहाँको पनि क्यान्सल भयो हैन। मैले सबै बुझ्दाखेरि चाहिँ एकमुष्ट रूपमा भिडियो बनाउनु पाएको थिएन। यो चाहिँ खास लेटेस्ट न्युज नै हो, हिजो अस्ति 2 दिन अगाडिको कुरो हो हैन। मैले चाहिँ भिडियो बनाउनु पाएको थिएन। सो तपाईहरुलाई पनि जानकारी गराउन लागेको हैन। तपाईहरुको पनि धेरै लामो समय भइसक्यो पर्मिट एप्लाई भएको तर आएको छैन भने चाहिँ सम्झिनुस् तपाईहरुको रिजेक्सन भएको हुनसक्छ है। 95% को वर्क पर्मिट रिजेक्सन भएको हुनसक्छ। जो भिएफएस गर्नुभएको छ उहाँहरुको लागि चाहिँ लक्कीली भिसा आउन सक्छ हैन। नत्र भने चाहिँ जो पर्मिट एप्लाई गर्नुभएको थियो उहाँहरुको लागि चाहिँ अनलकी हुनुहुन्छ तपाईहरु है। त्यही पनि तपाईहरुको एजेन्टहरुलाई, मेन पावरहरुलाई कहाँबाट एप्लाई गर्नुभएको छ तुरुन्त बुझ्नु होला। जस्तो कि अब मेरो साथीले चाहिँ सेप्टेम्बर हैन, सेप्टेम्बर महिनामा चाहिँ एप्लाई गर्नुभएको थियो हैन। 4औं महिनापछि 4औं महिनापछि भिजा के अरे वर्क पर्मिट चाहिँ रिजेक्सन भएर आएको छ हैन। सो त्यो चाहिँ मेरो लागि पनि एकदम दुःखद खबर भयो, हामी सबै नेपालीहरुको लागि पनि दुःखद खबर भयो। सो त्यही भएर यहाँ फेरि नेपालीहरुलाई मात्रै हो है यो के अरे पर्मिट दिनलाई रोकेको। यो फिलिपिनीहरु अरू देशबाट चाहिँ मान्छेहरु आइरहनु भएको छ हैन। नेपालीहरुलाई त किन टार्गेट गरेको छ भन्नुहुन्छ भनेपछि नेपालीहरु चाहिँ अलिकति अल्पत्र, अलिकति बेरोजगार धेरै भयो, एजेन्टहरुले पनि त्यस्तै फसाएर हैन हो। यथावत कारणहरुले गर्दाखेरि चाहिँ नेपालीहरु हामी अलिकति पछाडी परिरहेको छौं हैन। त्यसमा आफ्नो कारण पनि हुन सक्छ। सो त्यही भएर चाहिँ तपाईहरु पनि क्रोएसियाको कन्ट्र्याक्ट पेपर साइन गरिसक्नु भएको छ र वर्क पर्मिटको वेटिङमा हुनुहुन्छ भनेपछि आफ्नो एजेन्टहरुलाई चाहिँ बेलैमा के भइरहेको छ भनेर बुझ्नु होला। यो भर्खरको लेटेस्ट न्युज हो। प्रायः सो 95% को भिजा के अरे चाहिँ रिजेक्सन भएको छ है साथीहरु। सो आजको भिडियो यति नै गाइज। तपाईहरुले आफ्नो ठाउँमा सम्पर्क गरेर सोध्न सक्नुहुन्छ तपाईहरुको वर्क पर्मिटको बारेमा हैन। जस्तो कि यहाँ तपाईहरुको वर्क पर्मिट यहाँ कुनै क्रोएसियामा हुनुहुन्छ भनेपछि पहिला त सोध्न मिल्थ्यो तपाईको पासपोर्ट अनुसार हैन। पासपोर्ट देखायो भने यो व्यक्तिको के भइरहेछ भनेर सोध्न मिल्थ्यो। अहिले चाहिँ के छ भनेपछि सिस्टम यहाँको जो व्यक्ति हो त्यो व्यक्ति भन्दा अरू व्यक्तिले सोध्न मिल्दैन। त्यो व्यक्तिगत विवरण हामीले दिन मिल्दैन भन्दो रहेछ पुलिसले पनि हैन। सो त्यो व्यक्तिगत रूपमा राम्रो पनि हो एउटा हैन। सो त्यही भएर तपाईहरु पनि एजेन्टहरुलाई सोध्न लगाउनु होला। रिजेक्सन भएको हो भने चाहिँ उनीहरुलाई थाहा भइसकेको हुन्छ। रिजेक्सन भएको हो भने चाहिँ कुन व्यक्तिले कुन एजेन्टबाट एप्लाई भएको हो त्यो एजेन्टलाई चाहिँ थाहा भइसकेको हुन्छ हैन। सो आफ्नो एजेन्टहरुलाई बुझ्ने प्रयास गर्नु होला। ल गाइज आजको भिडियो चाहिँ यति नै। भिडियो कस्तो लाग्यो, भिडियो मन पर्यो सक्दो शेयर, लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सनु होला है। सो आगामी दिनहरुमा यस्तै जानकारीमूलक भिडियोहरु म ल्याउने नै गर्छु भन्दै ओके भिदी मोसे चाओ दोबिजेनिया।